नमस्ते। आज हामी चाहिँ यो डेली क्यास रजिस्ट्रेसन कसरी गर्ने, क्यास फ्लोहरू कसरी गर्ने, होइन? स्टाफले चाहिँ यो क्यासलाई कसरी ह्यान्डल गर्ने, ओपनिङ र क्लोजिङ ब्यालेन्सहरू कसरी मिलाउने भन्ने कुरो चाहिँ हामीले हाम्रो सफ्टवेयर आरपिपिएसमा चाहिँ कसरी काम हुन्छ भन्ने कुरो हामी हेर्दैछौँ। सो फर्स्टमा हामी एउटा हजुरको ड्यासबोर्डमा यो रिसिप्ट सेक्सनमा छ। रिसिप्ट सेक्सनमा गएर हजुरले यो क्यास रजिस्टर भन्नेमा जानुपर्ने हुन्छ। सो आज हामी फ्रेसबाट सुरु गर्दैछौँ। सो यो पार्टमा चाहिँ हाम्रो ओपनिङ ब्यालेन्स क्लोजिङ ब्यालेन्स पुरानो कुनै पनि छैन। सो आज फर्स्ट टाइमको इन्ट्री गर्दाखेरि जस्तै ओपनिङ ब्यालेन्स चाहिँ क्यास काउन्टरमा चाहिँ कति हुनुपर्छ भन्ने कुरो हुन्छ। सो मैले चाहिँ अहिले 5वटा हजारको, 500को 4वटा, सो 100को 10वटा र 50को 20वटा, होइन? त्यस्तै गरेर उसको यो 20को 20वटा, 10को 20वटा, 5को 20वटा र क्यास काउन्टर क्यास चिल्ड्रेन 1, 2, 5को सिक्काहरू छ भने हजुरले यसलाई राख्न सक्नुहुन्छ। जस्तो 200 रुपियाँको मसँग क्यासको सिक्का छ भने चाहिँ 9,900 रुपियाँ मसँग छ। सो कुनै पनि ब्यालेन्सहरू अब कुनै नोटहरू राख्नु छ भने हजुरले यहाँ राख्न सक्नुहुन्छ। सो यो भनेको चाहिँ ओपनिङ ब्यालेन्स हुने भयो। हजुरको रेस्टुरेन्ट सुरु गर्दाखेरिको चाहिँ ओपनिङ गर्दाखेरिको चाहिँ अमाउन्टहरू, होइन? अब आजको दिन कारोबार गर्नको लागि सुरु भयो। सो हामी सब्मिट ओपनिङ ब्यालेन्स गर्छौँ र जसले गर्नुभएको उहाँले चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ। सो योहरू चाहिँ भेरिफाई गरिसकेपछि एज अ ओनर मैले यसलाई भेरिफाई गरिदिएको छु। सो यो भेरिफाई भइसकेको छ। यो भएपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ तपाईँको अब यहाँ डिफ्रेन्सेसहरू देखिन सुरु भयो। सो आजको डेट रजिस्टर भयो। आजको ओपनिङ ब्यालेन्स भनेको 9,900 भयो। सो क्लोजिङ हामीले गरेको छैनौँ, एक्सपेक्टेडहरू कुनै भएको छैन। सो अब यो हाम्रो ओपनिङमा यहाँ थियो। अब यो चिजहरू यहाँ रेकर्ड भइसकेको छ। सो अलरेडी रेकर्डेड भयो। अब हजुरको कारोबार हुन सुरु गर्छ। सो कारोबार भएपछि हामी बेलुका जाँदाखेरि चाहिँ क्लोजिङ गर्नुपर्ने हुन्छ है। क्लोजिङ गर्दा पनि सेम प्रोसेसमा चाहिँ हजुरले अब दिनभरिमा कति चेन्जेस भयो पैसाहरूको, हजार कति बाँकी भयो, 500 कति बाँकी, सबै रेकर्ड गर्न सक्नुहुन्छ। र यो रेकर्ड चाहिँ यहाँनिर तपाईँको क्यास इन ह्यान्ड तपाईँको मिल्नुपर्ने हुन्छ र एक्सपेक्टेड क्लोजिङ यो हुन्छ है। एक्सपेक्टेड हामी किनभने ओपनिङ ब्यालेन्स र क्लोजिङ ब्यालेन्स अहिले बराबर छ, कुनै पनि ट्रान्जेक्सन भइसकेको छैन। त्यो कारणले गर्दाखेरि हजुरले के गर्नुपर्ने हुन्छ फर्स्टमा भन्दाखेरि अब यो क्लोजिङलाई कसरी मिल्ने भन्छ। अब यहाँ यो क्यास फ्लोको हामी एकचोटि समरी हेरौँ। सो यो ओपनिङ ब्यालेन्स हाम्रो अलरेडी भइसकेको छ, रजिस्टर भइसकेको छ। अब यहीँबाट कन्टिन्यू हुन्छ। क्लोजिङ ब्यालेन्समा हाम्रो अहिले त्यही अमाउन्ट देखिन्छ, कुनै पनि कारोबार भइसकेको छैन। सो अब कारोबार हुँदाखेरिको के चिज हुन्छ भन्ने कुरो गर्छौँ। यसमा पहिले तपाईँले देख्नुभयो ओपनिङ ब्यालेन्स हाम्रो 9,900 हो, ठिक छ। सो अब क्यासमा कुनै पनि सेल्स भएको छैन, अहिले हामी फ्रेस गर्दैछौँ। सो यसमा क्यासमा हामीले अटो नै जेनेरेट हुन्छ। यो तपाईँले जति पनि क्यासमा कारोबार गर्नुभयो, रेस्टुरेन्टमा सेल गर्नु भएको छ, त्यो सबै यसमा चाहिँ रेकर्डेड हुन्छ। अब क्यास इन भनेको चाहिँ यो क्यास इनकोलाई चाहिँ के रूपमा लिन सकिन्छ, या कि तपाईँको ओपनिङ ब्यालेन्स पुगेन या कुनै सामान किन्न पर्ने छ र ओनरले चाहिँ क्यास काउन्टरमा मैले यति छोडेको छु है भन्न हिसाबलेको लागि, यो हिसाबको रेकर्ड राख्नको लागि हामी गर्छौँ। जस्तै आज मैले कुनै सामान किन्न पर्ने छ तर यो ओपनिङ ब्यालेन्सले मलाई पुग्दैन। जस्तै मानौँ कुनै सामान ल्याउनु छ, मैले चाहिँ 10,000 मैले छोडिदिएँ भने यो 10,000 हजुरले यहाँनिर रेकर्ड गर्न सक्नुहुन्छ र जो क्यासमा गर्नुहुन्छ उहाँले ह्यान्डल गर्नुहुन्छ। सो अब दिनभरि कारोबार गर्छ, बेलुका जाने बेला एक्सपेन्सेस खर्चहरू हुन्छ, खर्चहरू भइरहेको छ। मानौँ कि तपाईँको 18,000 तपाईँको खर्च भयो दिनमा। यो खर्च बिलहरू होइन, यसलाई 18,000 नगरौँ, अरू पनि हामीले राख्नुपर्ने हुन्छ। सो यसलाई मैले 10,000 हाम्रो खर्च भयो, मानौँ 10,000 खर्च भयो। अनि तब ब्याङ्क डिपोजिट पनि आउँछ, फाइनेन्सहरू होला हजुरको, त्यो पनि राख्न सक्नुहुन्छ। मानौँ 2,000 मैले फाइनेन्समा राखिदिएँ आज, होइन? अनि जस्तै ओनर कलेक्सन भनेको छ। यो ओनर कलेक्सनले चाहिँ जस्तै म ओनर हुन्छु, मलाई चाहिँ कुनै क्यासहरू चाहियो, मलाई अब बेलुका धेरै क्लोजिङमा राख्दिनँ भन्न चाहनुहुन्छ भने त्यो पनि क्यास कलेक्ट गर्न सक्नुभयो। त्यसमा 2,000 पनि हामीले क्यास कलेक्सन गर्न सकिन्छ। र अदर एक्सपेन्सेस कुनै छ भने त्यो पनि राख्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि एक्सपेक्टेड क्लोजिङ यो 5,700 रुपियाँ तपाईँको क्लोजिङ हुने भयो। तर यहाँ अहिले पनि क्यास सर्ट छ। क्यास किन सर्ट देखिरहेको छ भने हामीले यहाँ त हालेको छैनौँ कति अमाउन्टहरू हामीसँग क्यास छ भन्ने कुरो यहाँ देखि छैन। यो चाहिँ डेली कारोबारको हिसाबले यहाँनिर भयो, होइन? अब यसैलाई मैले अहिले यसलाई यतिकै छोडिदिएर मैले अहिले मानौँ कि हजुरको मैले एउटा कुनै अर्डरहरू मैले प्लेस गरेँ, मानौँ टेबल 1 गएर मैले चाहिँ भोड्का बेचेँ, मैले सेभ गरेँ, होइन? सो यसलाई मैले बेच्दैछु। सो यसलाई मैले सेटल पनि गरिदिन्छु यसलाई। सो यो अर्नलाई मैले सेटल गर्दै यसलाई चाहिँ मैले क्यासमा सेटल गरिदिएँ, होइन? क्यासमा सेटल गरेर मैले फाइनलाइज पेमेन्ट गरिदिएँ। मैले यसलाई चाहिँ क्यासमा हजुरको कारोबार लिन सकिन्छ। सो यो क्यासमा भयो। तपाईँको यसको केमा जान्छ हजुरको यो क्यासको कारोबार हाम्रो
रिसिप्टमा जान्छ। यो रिसिप्टमा गइसकेपछि यो हेर्नुहोस् त क्यासमा यो कारोबार भएको छ। यो कारोबार भएको पनि हामीले के हेर्न सक्छौँ, क्यास रेजिस्टरमा गएर अब यहाँनिर हजुरले हेर्न सक्नुहुन्छ। क्लोजिङको सेक्सनमा क्लिक गरौँ। क्लोजिङको सेक्सनमा क्लिक गरिसकेपछि यहाँ हेर्नुहोस् त अब अटोमेटिकली यो सेल्स भएको यो क्यासहरू यहाँ देखाउँछ र अरू पनि तलपट्टि पेमेन्ट मेथडहरू पनि देखाउँछ। जस्तै यहाँ क्यासबाट यति भयो भनेर यहाँ देखाउँछ। सो अर्को फर इक्जाम्पल अर्को पनि मैले यहाँ हेर्छु। मैले यसलाई चाहिँ टेबल नम्बर 2मा गएर सिम्पल मैले अहिले चाहिँ बार्बिक्यू विन्स राइस बनाना मिल्क सेक यो मैले राखेँ। सो यसलाई मैले सेभ गरेँ, अर्डर सेभ भयो। त्यसपछि मैले यसलाई फेरि यसलाई चाहिँ मैले बिलिङ पनि गरिदिन्छु, यसलाई सेटल गरिदिन्छु। यसलाई मैले फोन पेमा गरेँ भने मैले यसलाई फाइनलाइज पेमेन्ट गरिदिन्छु। सो स्टक आएको छ यहाँ। सो हजुरले सो यहाँबाट रिसिप्टमा हेर्न सक्नुहुन्छ। यो रिसिप्टमा गएर फोन पेमा चाहिँ 620 रुपियाँ भइसकेको छ, हामीसँग अलरेडी रेकर्ड भएको छ, क्यासमा भएको यहाँ देखिसकेको छौँ। सो यसलाई हामी यहाँबाट क्यास रेजिस्टरमा गएर एकचोटि हेर्न सक्छौँ। क्लोजिङमा गएर यो चिजहरू चाहिँ रेकर्ड भएको छ कि छैन भने ट्याली गर्न सक्छौँ। सो क्यासमा यति भएको थियो, ठिक छ। सो पेमेन्ट मेथडमा पनि हामीले यहाँ डेली सेल्स मेथड कसरी कति कलेक्ट भएको छ भन्ने कुरो पनि हामीले यहाँबाट पनि हेर्न सक्छौँ। अनि यो डिफ्रेन्सेस हामीले क्लोज गरेपछि यहाँतिर देखिन्छ। सो त्यही प्रोसेसलाई हामी फलो गर्न सक्छौँ। तपाईँको अटो क्यास यहाँबाट अटो जेनेरेट भइसक्यो, क्यासमा फ्लो मिल्नुपर्ने हुन्छ। सो मैले अघि क्यास इनको कुरा गरेको थिएँ, क्यास इन मैले 10,000 हालिदिएको थिएँ मानौँ, अघि हामीले एक्सप्लेन राखेको छु। सो उनीहरूले चाहिँ केही अमाउन्टहरू छोडिदिनुहुन्छ क्यासको लागि, काउन्टरको लागि भनेर, त्यो हामीले यसरी राख्छौँ। 10,000 यहाँ राखिदिनु भएको छ। एक्सपेन्सेस 5,000 भएको छ होइन, ब्याङ्क डिपोजिट 2,000 भएको छ, या फाइनेन्स डिपोजिट भएको छ, र उनीहरूले 2,000 जति लानुभएको छ क्यासबाट भनेपछि एक्सपेक्टेड क्लोजिङ हाम्रो यो हुनुपर्ने भयो 13,700 रुपियाँ। सो यो क्लोजिङ चाहिँ ब्यालेन्स हुनुपर्ने भयो। सो यहाँ अब 13,700 रुपियाँ हामीसँग सर्टेज छ। यो अब कसरी हुन्छ यो 13,700 भनेखेरि हजुरले चाहिँ यहाँबाट पनि हेर्न सक्नुहुन्छ। यो अब यहाँ हामीले राखेको छैनौँ, यो राखेको चाहिँ यो 13,700 रुपियाँ क्यास हुनुपर्ने हामीसँग यो सर्ट छ। एक्चुअली हुनुपर्ने कस्ट हो यो होइन, सेल्स गरेर खर्चहरू सबै काटेर हामीसँग यहाँ 13,700 रुपियाँ हुनुपर्ने हो। 13,700 रुपियाँ सर्ट किन भयो भने यहाँ हामीसँग कुनै पनि क्यासहरू चाहिँ हामीले ट्रान्जेक्सनहरू चाहिँ यहाँ देखाएको छैन। सो अब हामीसँग बेलुका जाँदाखेरि कति क्यास बाँकी भयो भन्ने कुरो हुन्छ। सो मैले यसलाई मैले 7,000 1000को नोट छ, 500को 6वटा छ मसँग होइन, 100को 10वटा छ, 20वटा छ होइन, 50को 5वटा छ, सरी 50को 10वटा छ होइन। अनि तपाईँले यहाँ ट्याली गर्न सक्नुहुन्छ। यो मिल्यो कि मिलेन, अझ पनि 120 रुपियाँ पुगेको छैन। 120 रुपियाँ हामीले यहाँबाट 20को नोट पनि होला, 10वटा भयो, सरी 20वटा होला, यहाँ 20वटा होला, यो क्यासको पनि होला 50वटा। सो यो गरिसकेपछि हजुरले यहाँनिर ब्यालेन्स हुन्छ, अझ पनि 720 रुपियाँ पुगिरहेको छैन। सो 5को नोट 5मा हामीले 40वटा राखौँ, यसमा 40वटा राखौँ। सो यो भएपछि अझ 560 रुपियाँ पुगिरहेको छैन। 20को नोट 20वटा 10वटा मात्रै भएछ। ओके, सो माइनस 200 रुपियाँ बाँकी भयो। 200 रुपियाँ हाम्रो कोइनहरू छ भनेपछि अब तपाईँको एक्चुअल कस्ट ब्यालेन्सहरू ठ्याक्क मिल्न पऱ्यो। सो यो ब्यालेन्स चाहिँ अब कहाँबाट हुन्छ, यो क्यास फ्लोको हिसाबले चाहिँ यो कुरो मिल्न पऱ्यो। सो भइसकेपछि हजुरले यसलाई चाहिँ सब्मिट गर्नुपर्ने हुन्छ। सो पहिला एक्चुअली भेरिफाई गर्नु होला क्यासहरू के कारोबार कसरी भइरहेको छ होइन, क्यासमा कति सेल भयो, क्यास कति थपियो, कति खर्च भयो, कति ब्याङ्कमा डिपोजिट गर्यो, कति कलेक्सन भयो, या कुनै अमाउन्ट अरू खर्चहरू भएको छ भने यहाँ राख्न सकिन्छ। त्यसलाई चाहिँ हामीले अब यसलाई चाहिँ अब एक्चुअली मिल्यो भने यहाँ राख्न सकिन्छ, या मिलेन भने यहाँ कुनै चिजहरू सर्टेज हुन पनि सक्छ, त्यो चिजहरूलाई पनि हेर्न सकिन्छ र सब्मिट गर्न सक्छ। जसले पनि सब्मिट गर्नुहुन्छ उहाँको रेस्पोन्सिबिलिटी भनेको यो सब्मिट गर्ने हुन्छ। त्यसरी क्लोजिङ गर्नुभयो, यहाँ तपाईँले सब्मिट गर्नुभएपछि तपाईँले एक्चुअली भेरिफाई क्लोजिङ गऱ्यो भने तपाईँको यो क्लोज हुन्छ। एडिट पनि गर्न सक्नुहुन्छ, एकचोटि भेरिफाई गरेर एडिट क्लोजिङ हुन्छ। एकचोटि क्लोज भइसकेपछि भेरिफाई गरिसकेपछि आजको सिफ्ट हजुरको बन्द हुन्छ। सो यसमा कारोबार गर्न तपाईँले यो ब्यालेन्स सिटहरू चाहिँ रन गर्न चाहिँ गाह्रो हुन्छ हजुरलाई। सो त्यही भएर पछि चाहिँ जस्तै सिफ्ट चेन्ज हुनुहुन्छ भने सिफ्ट चेन्ज भएकोहरूले चाहिँ यहाँसम्म प्रोसेस गरेर ह्यान्डओभर गर्न सक्नुहुन्छ। प्रिन्ट क्लोजिङ भनेर राख्नुभयो भने यो ह्यान्डओभर गर्न सकिन्छ। यो गरेपछि यहाँ क्लिक गर्नुभयो भने तपाईँको पेपर आउँछ, सबै प्रिन्ट आउँछ, प्रिन्टको फर्ममा आउँछ र भेरिफाई गरिसकेपछि यो सकिन्छ। सो मैले यसलाई चाहिँ क्लिक राखेँ, क्लोज गरिनँ। सो
यसलाई नै हामीले कन्टिन्यू गर्न सकिन्छ एडिट गरेर त्यो गर्न सक्छौँ। सो यसरी चाहिँ हामीले डेली क्यासहरूको फ्लोहरू कसरी कारोबार भइरहेको छ भनेर यहाँबाट हेर्न सक्छौँ।